आज म हजुरहरुलाई घरमै सजिलैसँगले दशैं विशेष खसीको मासुको झोल बनाएर देखाउँदैछु। मैले चाहिँ आधा केजी खसीको मासुमा चाहिँ 1 चम्चा रातो धुलो खुर्सानी राखेँ, बेसार आधा चम्चा राखेँ, नुन सानो चम्चाको 1 चम्चा राख्दैछु र साथसाथै जिरा धनियाको पाउडर पनि 1 चम्चालाई राखेँ मैले र लसुन अदुवाको पेस्ट 4 चम्चा जति राख्दैछु र कागती आधा जति राख्नुपर्छ। कागतीले एकदमै खसीको मासुको झोलको स्वाद बढाउँछ र इन्हान्स गर्छ टेस्ट पनि। र साथसाथै तोरीको तेल चाहिँ 2-3 चम्चा पनि राख्दैछु है। र यो खसीको मासुको झोल एकदमै मिठो बनाउने सिक्रेट चाहिँ के हो भन्दाखेरि यसलाई हजुरहरूले 1 घण्टा जति अगाडि म्यारिनेट गरेर छोडिदिनु भयो भने एकदमै टेस्टी बन्छ हाम्रो मासु। र सक्नुहुन्छ भनेदेखि 1 रात अगाडि नै म्यारिनेट गरेर फ्रिजमा राख्नु भएर भोलिपल्ट बनाउनु भयो भने चाहिँ अझै टेस्टी हुन्छ। ग्रिटिङ्स एभ्रीवान, युट्युब च्यानल अमरपन्छी फुड वर्ल्डमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। यो दशैंमा पक्कै पनि यो नयाँ तरिकाले खसीको मासुको झोल बनाएर खान सक्नुहुन्छ हजुरले है। त एकदमै सजिलो छ बनाउने तरिका चाहिँ। एकदम मजाले 5-6 मिनेट मोल्नु होला र त्यसपछि 1 घण्टा चाहिँ छोपेर राख्नु होला। र साथसाथै हामीलाई गरम मसलामा चाहिँ चाहिन्छ तेजपत्ता 2वटा, रातो खुर्सानी 2वटा, सुकमेल 4वटा, ल्वाङ 4वटा, 4वटा मरिच र एउटा सानो टुक्रा चाहिँ मैले दालचिनी पनि लिएकी छु। गरम मसलाहरूले पनि एकदमै स्वाद बढाउँछ खसीको मासुको झोलको चाहिँ। र हजुरहरूले मिट मसला वा सेकुवा मसला चाहिँ 1 चम्चा लिन सक्नुहुन्छ है। र खसीको मासु मेन बनाउने भनेकै मिठो बनाउने भनेकै प्याजले हो। प्याज 3वटा लिए ठुल्ठुलो साइजको, गोलभेडा 4वटा रातो र पाकेको लिए र धनियाको केही पत्ताहरूलाई लिँदैछु। थोरै जिरा धनियाको पाउडर पनि लिए र होल जिरा चाहिँ छ नि, जिराको दाना चाहिँ मैले आधा चम्चा लिए र तोरीको तेल चाहिँ होल गरेर चाहिँ 6 चम्चा जति चाहिन्छ। अब मेन हामीले के कुरा ध्यान पुर्याउनु पर्छ भन्दाखेरि हामीले प्याजलाई एकदमै मसिनो साइजमा काट्नुपर्छ। यसो गर्यौं भने प्याजलाई खैरो बनाउन एकदमै सजिलो पनि हुन्छ है। प्याजलाई चाहिँ खैरो बनाएर भुटेर चाहिँ खसीको मासुको झोल एकदमै मिठो बनाउन सकिन्छ। र आउँदै गरेको दशैंको लागि चाहिँ हजुरहरु सबैलाई धेरै धेरै शुभकामना पनि छ। र सुरुमा मैले तेल राखेँ 3-4 चम्ची जति ठुलो चम्चाको र यसलाई मजाले धुवा उड्ने गरेर तताउनु पर्छ। र यतिको भइसकेपछि रातो खुर्सानी साथसाथै मैले तेजपत्ता र होल जिरा छ नि, जिराको दानाहरूलाई राखेर एकैछिन चलाउँदैछु। र त्यसपछिको मेन काम भनेको चाहिँ प्याजलाई खैरो बनाउनु हो। यसलाई चाहिँ कम्तीमा पनि 10 मिनेट जति लाग्ने गर्दछ र त्यही भएर एकदम धैर्यताका साथ पकाउनु पर्छ हामीले। र जतिसुकै मिठो तरिकामा बनाउने भने पनि प्याजलाई चाहिँ खैरो बनाउनै पर्ने हुन्छ हामीले है। र अराउन्ड 10 मिनेट जति लाग्छ। मजाले चलाइकन प्याजलाई खैरो बनाउनु पर्छ र हल्का ट्रान्सप्यारेन्ट भइसकेको छ प्याज। अझै मैले यसलाई खैरो बनाउने कोसिस गर्दैछु। मैले ल्वाङ, सुकमेल, दालचिनी र मरिच पनि राख्दैछु। यतिको खैरो भइसकेपछि हेर्नुहोस् त, सुरुमै राख्यौं भनेदेखि त्यसको टेस्ट खासै राम्रो आउँदैन। यसरी प्याजलाई अझै खैरो बनाउँदैछु म र मजाले हेर्नुस् त, यसरी चलाइकन प्याजलाई खैरो बनाउने हो। र यतिको खैरो भइसकेपछि चाहिँ हेर्नुस् है, म हजुरहरूलाई देखाउँछु। यतिको खैरो भइसकेपछि मात्रै हामीले अरू चीज थप्नुपर्छ, गोलभेडाहरू। र खसीको मासुको विशेष गरेर झोल मिठो बनाउनको लागि गोलभेडा चाहिँ रातो र पाकेको वाला नै राख्नु होला र थोरै जिरा धनियाको धुलो पनि राख्ने। गोलभेडा चाहिँ हजुरहरूले त्यो बजारमा पाइने चेरी टोमेटोजहरू सानो सानो छ नि रातो पाकेको, त्यो राख्नुभयो भने अझै मिठो हुन्छ है। गोलभेडालाई पनि हामीले मसला र तेल नछुट्टुन्जेल मजाले पकाउनु पर्छ। यसरी हेर्नुस् त, झोल मिठो बनाउने हो भने चाहिँ वाउ, यस्तो मजाले तयार हुँदैछ हेर्नुहोस् है।
हजुरहरूले मेरो च्यानल अमरपन्छी फुड वर्ल्डलाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला है त। त्यसपछि अघि म्यारिनेट गरेर राखेको खसीको मासुलाई राख्दैछु। म चाहिँ खास गरेर एक रातै फ्रिजमा राखेर म्यारिनेट गर्छु मासुलाई है। तर हजुरहरूले 1 घण्टा छोपेर राखेको खसीको मासु पनि यसरी बनाउन सक्नुहुन्छ। अब यसबाट चाहिँ मजाले खसीको मासुले हल्का कलर चेन्ज नगरुन्जेल पकाउनु पर्छ। 2 मिनेट जति पकाएर अझै यसमा चाहिँ म थोरै धनिया राखेर अझै अर्को 2 मिनेट पकाउनु पर्छ। यो पानीहरु चाहिँ पुरै सुकाउनु पर्छ हामीले। लगभग 4 मिनेटमा पानीहरु पुरै सुक्छ है। हेर्नुस् है त। र यस्तो गर्दाखेरि पानीहरु जम्मै सुकिसक्यो र खसीको मासुले हल्का कलर पनि चेन्ज गरिसकेको अवस्था छ। यसपछि चाहिँ अब हामी हेर्नुस् है त तेलहरु निस्किन थालिसकेको छ र यसपछि चाहिँ हामी आफ्नो आवश्यकता अनुसार पानी हाल्न सक्छौं। र पानी चाहिँ मैले लगभग 3 कप हालेकी छु। हजुरहरूलाई कतिको झोल मन पर्छ त्यही अनुसारले राख्न सक्नुहुन्छ। मैले चाहिँ ठ्याक्कै 3 कप राखे, आधा लिटर जति। र मजाले चलाइदिनु होला। खसीको मासु चाहिँ हजुरहरुको प्रेसर कुकरमा भर पर्छ कति सिटीमा पाक्छ भनेर मैले चाहिँ 7 वटा सिटी लगाएकी छु है। यो चाहिँ लोकल खसी भएकोले अलिकति धेरै समय लाग्न सक्छ। थोरै धनिया राखेर मैले 7 वटा सिटी लगाउँदै छु। बनाउन एकदमै सजिलो छ, एकदमै नयाँ तरिकामा, एकदमै टेस्टीसँगले झोल पनि तयार हुन्छ। ल हेर्नुस् है त कस्तो बन्यो। म हजुरहरूलाई देखाउँछु। म सर्भ गरेर पनि देखाउँछु र टेस्ट गरेर पनि देखाउँछु है त। प्रेसर पुरै रिलिज भइसकेपछि मात्रै बिर्को खोल्नु होला र त्यसपछि धनिया राखेर म चाहिँ सर्भ गर्दैछु है त। हेर्नुस् त कस्तो खाउँ लाग्दो खसीको मासुको झोल तयार भएको छ र मैले सर्भ गरेर पनि देखाउँछु है त हजुरहरूलाई। पक्कै पनि यो आउँदो दशैंमा हजुरहरूले पनि यही तरिकामा खान सक्नुहुन्छ। हेर्नुस् है झोल एकदमै मिठो बनेको छ यसको र मैले सर्भ गरेँ। मेरोमा चाहिँ बत्ती गयो त्यही भएर लाइट अलि मिलेन है। हेर्नुस् त र टेस्ट पनि गर्दैछु है त। मेरो मुखबाट चाहिँ पानी आइसक्यो। वाउ। र हजुरहरूले पनि पक्कै पनि यो तरिकाले खानु होला। थ्यांक यू सो मच फर वाचिङ। हजुरहरूले मेरो च्यानल अमरपन्छी फुड वर्ल्डलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। र साथसाथै यो भिडियो आफ्नो नजिकको साथीभाइ सबैलाई शेयर गरिदिनु होला है त। थ्यांक यू सो मच फर वाचिङ। ह्यापी कुकिङ। बाय बाय।